आज म तपाईँलाई लेयर्स कुखुरालाई कस्तो दाना दियो भने धेरैभन्दा धेरै अन्डा दिन्छ त। लेयर्स कुखुराले अन्डा धेरैभन्दा धेरै दिन्छ। जस्तै अन्डा चाहिँ 21 दिनपछि त्यसलाई चाहिँ त्यसबाट चल्ला निस्किन्छ। अन्डाको चल्ला निस्केको 150 दिनपछि लेयर्स कुखुराले अन्डा दिन सुरु गर्छ र 210 दिनमा चाहिँ उसले चाहिँ धेरैभन्दा धेरै अन्डा दिन सुरु गर्छ र 1 वर्षपछि 2 वर्षपछि त्यसलाई चाहिँ मासुको रूपमा बिक्री गरिन्छ है। त्यस कारणले चाहिँ अन्डा धेरै उत्पादन गर्न अहिले बजारमा अन्डाको माग धेरै छ र अन्डा धेरै बढिरहेको छ अन्डाको रेट। त्यस कारणले अन्डा धेरै उत्पादन गर्नको लागि चाहिँ कुखुरालाई कस्तो दाना दिने त, त्यो दाना कुन प्रकारले दिने, कसरी दिने र कस्तो बनाएर दिने भन्ने कुरामा चाहिँ तपाईलाई यो भिडियो एकदम लाभदायक हुनेछ र लेयर्स कुखुरा पाल्ने मान्छेलाई। र तपाईले यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला र लेयर्स कुखुराले कसरी अन्डा दिन्छ र कसरी कुन दाना दियो भने धेरैभन्दा धेरै अन्डा दिन सक्छ त भन्ने कुरा आज म एउटा लिस्ट बनाएर तपाईलाई देखाउने छु। यो लिस्ट अनुसार तपाई बनाएर खुवाउनु होला र लेयर्स कुखुराले धेरैभन्दा अन्डा दिन्छ र तपाईको यो लिस्ट अहिले नै हेर्नुहोस् है त। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ मकै, जुनेलो र अन्न 60%, सोयाबिन मिल 15%, जनावरको तत्त्व र माछाको पाउडर 10%, चामलको चोकर र कर्न 5% र अजैविक पदार्थ भिटामिन 10% गरेर यदि आफैले घरमा चाहिँ यो दाना निर्माण गरेर लेयर्स कुखुरालाई दिनुभयो र राम्रोसँगले टाइम टु टाइममा मिलाएर दिनुभयो भने तपाईको धेरैभन्दा धेरै अन्डा चाहिँ उत्पादन गर्न सकिन्छ है त। यो चाहिँ देख्न सक्नुहुन्छ मकै जुनेलोको अन्न 60% है त, सोयाबिन मिल 15%, जनावरको तत्त्व माछाको पाउडर अथवा त्यो तत्त्वहरू 10% र चामलको चोकर कर्न 5% र अजैविक पदार्थ भिटामिन 10% गरेर यसरी चाहिँ तपाईले दाना बनाउनु भयो भने अहिले यो चाहिँ अन्डाको माग धेरै छ, अन्डा चाहिँ उत्पादन गर्न सक्नुहुन्छ। यो चाहिँ भिडियो तपाईहरुको लागि है त।